के क्रिस्चियन विश्वासी राजनीतिकमा संलग्न हुन सक्छ? क्यान अ बिलिभर इन्भल्भ इन पोलिटिक्स? अनि यसको सिम्पल एन्सर चाहिँ यस, सक्छ। किन सक्छ भन्दाखेरि तपाईँले बाइबलमा पनि पाउनुहुन्छ, योसेफ, दानियल, नेहेमिया जस्तो सबै व्यक्तिहरू कहाँ थिए? सरकारीको पदमा थिए। योसेफ त प्रधानमन्त्रीमै थिए। त्यही कारणले गर्दाखेरि राजनीतिक पाप होइन, तर भ्रष्टाचार चाहिँ फेरि पाप हो। राजनीतिक आफैमा पाप होइन, भ्रष्टाचार गर्नु चाहिँ पाप हो। परमेश्वरको मानिसहरू पनि जब राम्रो राजनीतिक कुराहरू गरे नि, उनीहरूले ठुलो परिवर्तन ल्याए, उनीहरूले धेरै राम्रो परिवर्तन ल्याए। ईश्वरीय त्यहाँनिर व्यवस्थाहरू स्थापना गरेको हामी पाउँछौँ। योसेफले मिस्र मध्यबाट डल्लै त्यहाँको वरिपरिको देशहरूलाई 7 वर्षको अनिकालमा खुवाएको छ। त्यो भएर राजनीतिक गर्नु आफैमा पाप होइन, तर राजनीतिकमा एउटा व्यक्तिले भ्रष्टाचार गर्नु चाहिँ पाप हो। त्यही भएर एउटा विश्वासीले राजनीतिकमा संलग्न हुन पाउँछ। अर्को कुरा, ऐतिहासिक तपाईँले सन्दर्भ हेर्नुभयो भने विलियम फोर्स भन्ने छ, ऊ क्रिस्चियन राजनीतिज्ञ हो। उसले पनि दास प्रथाहरू भन्ने कुराहरू छ नि, ओ दास प्रथाहरू कुरा उसले नै हटाए। किन भन्दाखेरि त्यो इसाई व्यक्ति राजनीतिकमा आएर यो संसारमा भएको दास प्रथाहरू थियो नि, हो उसले हटाए। त्यही कारणले गर्दाखेरि एउटा असल इसाई राजनीतिकमा संलग्न हुँदाखेरि सबै असल मानिसहरू जसले चाहिँ राजनीतिक छोड्यो भने के हुन्छ? अनि शासन चाहिँ कसको हातमा जान्छ? दुष्टको हातमा जान्छ। त्यो भएको कारणले गर्दाखेरि देश के हुन्छ? विकृति हुन्छ। त्यही भएर असल विश्वासीहरू पनि, असल मानिसहरू पनि राजनीतिकमा लाग्नुपर्छ, राजनीतिकमा उठ्नुपर्छ। त्यही भएर के विश्वासीले राजनीति गर्न सक्छ? यस, गर्न सक्छ। तपाईँहरूमध्ये कोही पनि राजनीतिकमा जान सक्नुहुन्छ, तर भ्रष्टाचार गर्नु मिलेन। राजनीति गर्न पाउँछ। देशको असल परिवर्तनको लागि तपाईँ उठ्न सक्नुहुन्छ। के पास्टर राजनीतिकमा संलग्न हुन सक्छ? के पास्टर राजनीतिकमा संलग्न हुन सक्छ? विश्वासी हुन सक्छ? यस पास्टर हो। यहाँनिर चाहिँ तपाईँको फेरि अर्को प्रश्न आउँछ, यहाँनिर चाहिँ गम्भीर छ। जब हामी भन्छौँ के पास्टर राजनीतिमा संलग्न हुन सक्छ, पास्टरको बोलावट चाहिँ फेरि आत्मिकी हो। त्यही कारणले गर्दाखेरि पास्टरलाई चाहिँ वचन प्रचारमा, पास्टरलाई चाहिँ मण्डली हेरचाहमा, अनि यसो प्रभु आफैले पनि राजनीति गर्नु भएन। त्यो तपाईँ थाहा छ मलाई। यो पनि भने जब उहाँलाई राजनीतिकको लागि सुम्पिन खोजेका थिए मानिसहरूले, उहाँले त्यो कुरा अस्वीकार गर्नुभयो। कसैले पढिनुहोस् योनाको पुस्तक 6:15 तपाईँले किन भन्नुभयो? यहाँनिर यस्तो थाहा भइँदैन मलाई, जबरजस्ती के बनाउन खोज्दैछन्? राजा बनाउन खोज्दैछन्। अनि यसो के गर्नुभयो अरे? डाँडामा जानुभयो। भनेपछि ध्यान दिनुहोस्, येशू प्रभुलाई पनि मान्छेहरूले चाहिँ तपाईँ राजनीति गर्नुपर्छ, यु ह्याभ टु बी द पोलिटिसियन, आउनुहोस् राजा भएर देशलाई हाँक्नुहोस् भन्दाखेरि येशू प्रभु चाहिँ लु मलाई राजा बनाइहाल, कहाँ छ क्राउन भनेर येशू प्रभु जानुभयो? जानुभयो। उहाँ के गर्नुभयो त? डाँडातिर पो भाग्नुभयो। हुँदैन। किन भन्दाखेरि म चाहिँ यो संसारको राजनीति गर्न आएको होइन, म चाहिँ आत्मिकी कुराको लागि आएको। त्यही भएर पास्टर पनि किन राजनीति गर्न मिल्दैन भन्दाखेरि पास्टरलाई चाहिँ आत्मिक नेताको लागि चुनेको, राजनीतिक नेताको लागि होइन। त्यही भएर यदि पास्टरले राजनीतिकमा गयो भने चाहिँ मानिसहरूले पास्टरलाई चाहिँ आत्मिक अगुवा भनेर चिन्दैन, आत्मिक अगुवा भनेर मान्दैन, बरुलाई चाहिँ राजनीतिक अगुवा भनेर मान्छ। त्यही भएर राजनीतिक र आत्मिकमा अलिकति फरक छ। यदि पास्टर चाहिँ राजनीतिमा गयो भने चर्च विभाजन हुन्छ। एउटा पास्टर चाहिँ राजनीतिमा गयो भने पास्टर चाहिँ आत्मिकी होइन, तर राजनीतिक अगुवा जस्तो देखिन्छ। त्यही भएर कारणले गर्दाखेरि पास्टरले पार्टी र राजनीतिबाट चाहिँ टाढा रहने नै बुद्धिमानी हुन्छ। आमेन। तर विश्वासीहरू राजनीतिमा जानुहोस्, तर पास्टरले राजनीतिमा गयो भने चाहिँ फेरि चर्चमा फुट हुन्छ, चर्चमा होइन। पास्टरलाई चाहिँ आत्मिकी भन्दा पनि राजनीतिक कुराहरू धेरै गर्न मनपर्छ। त्यही भएर चर्चमा आत्मिक कुराहरू चाहिँ सिलाएर जान्छ, आत्मिक पतन हुन्छ, अनि खालि राजनीतिको कुरा हुन्छ। चर्च चाहिँ आत्मिकी क्षेत्र नभएर राजनीतिक क्षेत्र हुन्छ। त्यही भएर पास्टरलाई चाहिँ बोलावट चाहिँ राजनीति गर्न होइन, तर पास्टरको बोलावट चाहिँ चर्चमा आत्मिक हेरचाह हो, मण्डलीलाई खुवाउनु, हेरचाह गर्नु। त्यो भएको कारणले गर्दाखेरि येशू प्रभु स्वयंले पनि गर्नु भएन र हामीले पास्टरहरू भएको कारणले हामीले गर्नु हुँदैन, तर तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ। येशू ख्रीष्टको चेलाहरूले पनि राजनीति चाहिँ गरेन, तर राजनीतिकलाई समर्थन चाहिँ गरे। पावलले पनि भने शासकहरूको अधीनमा बस्छ, तर उहाँ आफै चाहिँ फेरि राजनीतिकमा संलग्न हुनु भएन। सो इट्स भेरी क्लियर, विश्वासीहरू तपाईँहरू राजनीतिकमा सहभागी हुनुहोस्। तपाईँहरू डाक्टर बन्न सक्नुहुन्छ, तपाईँहरू पाइलट बन्न सक्नुहुन्छ, तपाईँहरू इन्जिनियर बन्न सक्नुहुन्छ। मण्डलीको क्षेत्रबाट इमान्दारी भएर तपाईँ काम गर्नुहोस्। त्यही भएको कारण पास्टर कुनै पनि कुरामा अथवा हरेक कुराहरू छ त्यसबाट चाहिँ टाढा रहेकै राम्रो, किनभने ऊ चाहिँ आत्मिक कुराको लागि के भएको चुनिएको व्यक्ति हो। इट्स भेरी क्लियर, स्पष्ट छ।
एउटा मण्डलीको अगुवाले आत्मिक क्षेत्रमा ध्यान दिएको राम्रो हो। तर कतिवटा व्यवसायहरू छ पास्टरले गर्न सक्छ, यस पास्टरले गर्न सक्छ। पास्टरले मण्डली सँगसँगै व्यवसायहरू चाहिँ गर्न सक्छ, किनभने उसको जिन्दगीलाई, उसको जिन्दगीको जति पनि आर्थिक कुराहरूलाई अगाडि बढाउनको लागि पास्टरले चाहिँ साइड बिजनेसहरू, व्यवसायहरू गर्न मिल्छ। त्यही कारणले गर्दाखेरि एउटा पास्टर भइसकेपछि साइड बिजनेस अथवा कुनै व्यवसाय गरेको चाहिँ राम्रो, एउटा आर्थिक इन्कमको लागि। तर डल्लै मण्डली छोडेर नै गयो भने चाहिँ फेरि के हो, ठुलो समस्या हो। सो इज भेरी क्लियर।